गाइस भिडियो कस्तो तन्तिर फाइदा जस्तो लाग्यो गाइस फेरि मात्रै गयो रक्षा गर्नु गाइस रक्षा गर्नु तन्तिर जब आउँछ नि त्यसलाई डर लाग्दैछ गाइस त्यो बाङ्गटे हाने बाङ्गटे आज चाहिँ मेरो जापानतिरको फ्लाइट हुँदैछ हैन कस्तो लागिरहेछ हजुरआमालाई कुन्नी हजुरआमा यहाँ फेरि बिरामी हुनु भइसक्यो चिन्ता लिएर हो कि Muy poco. गाइस अब चाहिँ हामी मामा घर जाँदैछौँ मामा घरबाट चाहिँ टिका लगाएर त्यहीँबाट फेरि एयरपोर्टतिर जाँदैछौँ गाइस जापानले Yo, vale. Jum kong ko ba? धन्यवाद तपाईलाई हैन यात्रा पनि रमाइलो गराउनु भएको थियो च्यानल चाहिँ हामी हेर्नुहुन्छ हैन भिडियो बनाउँदै छौ नबिर्सनु नि जति अग्लो हो भने भिडियो खिच्छ ल Gracias. Bye bye bye. Assalamualaikum guys. Hello guys, अब हामी चाहिँ भिडियो छिरेको अवस्था यहाँ भिडियो बनाउन पाइन्छ पाइदैन त्यो चाहिँ थाहा छैन गाइज गाइज यहाँनिर चाहिँ एकजना लेडिजले चाहिँ सामान बढी भएकोले चाहिँ लगेजबाट चाहिँ सामानहरू झिक्दैछ है गाइज यतातिर यो बाहिर राखे पनि त्यस्तै हो सामान अहिले चाहिँ हामी बोर्डिङ चेक जाँच भएर चाहिँ चेक जाँच पास भएर एयरपोर्ट छेउमा आइसकेका छौँ साथीहरू मजाले बसिरहनु भएको छ यहाँ हामीले चाहिँ यहाँ एयरपोर्टमा पानी किनेको 6 बोतललाई 600 रुपियाँ है गाइज पर बोतललाई चाहिँ 100 रुपियाँ पर्दो रहेछ यहाँ महँगो रहेछ है गाइज बाहिरको भन्दा एकवटा ल
भोज हो क्या पानीको पार्टी भयो आज पानीको पार्टी ल एउटाको सयरे भने मैले त बोतलमा भरेको छु यार के हो राखे के हुँदैन सबैले एकवटा भने हो कि पैसा तिर्नु पर्दैन दिगा न ब्रो अहिले चाहिँ हामीले बस चढेको है गाइज अब चाहिँ हामी एरोप्लेनसम्म पुग्दैछौँ एरोप्लेन है गाइज खतरा गराउँदो रहेछ त कति ठुलो हुँदो रहेछ अरे पंखा त गाइज हामी चाहिँ एरोप्लेन चढेको है यहाँ चाहिँ टिभीहरू केही पनि रहन्छ है गाइज सानो टिभी थियो यो अलि सस्तो खाली पैसा क्या केटाहरू के कस्तो भइरहेछ हाम्रो चाहिँ सुसु गरेर आयो भर्खर हमारे मतलब आपको मत सिखा काठुने गाइज काठुने उड्यो 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 गाइज उड्यो वहाँ हो र एक राउन्ड हानिसेछ त है टोलतिर जब आउँछ नि त्यसलाई डर लाग्दो रहेछ गाइज यो बाङ्गटे हाने यो बाङ्गटे गाइज हामी चाहिँ चाइनाको गान्जाउ एयरपोर्टमा चाहिँ यहाँ भएका छौँ गाइज यहाँ चाहिँ नेपालको सिम पनि चल्दो रहेछ है गाइज नेपालको सिम चल्दो रहेछ खबर है गाइज पासवर्ड स्क्यान गरेर चाहिँ यहाँ फ्री वाइफाई पाइने रहेछ है गाइज केही कुरो थाहा नै छैन त गाइज यस्तो गुड्नेवाला ल्याउनु पर्ने रहेछ गाइज यस्तो ल्याएर तना पर्यो होइन बोकेर हिँड्नलाई हामी चाहिँ कता जाने भयो गाइज कता हो कता होइन कोमा केटाहरू हरायो त्यही त छैन त है ल गाइज हामी चाहिँ यहाँ चाइना ट्रान्जिटमा पऱ्यो मैले त राजी छैन 1 घन्टा ट्रान्जिट भन्दैन 12 घन्टा त तिमीहरूबाट भनेपछि सुनेर सरप्राइज गाह्रो एकदम गाह्रो छ है ट्रान्जिट चाहिँ अब के गर्ने अब बस्नै पऱ्यो नेपालीहरूको बिजोग छ हेर्नुहोस् गाइज चाइनाको यो गन्जागोल छ गन्जागोल भएको होइन भान्जाले त भनेर भान्जाहरू पनि 12-13 घन्टा ट्रान्जिटै परेर रहेछ नि त यस्तै हो के भन्छ अब कर्म थलो लागिएको छ होइन अनि अब आफूले जे छ त्यो जति भोग्नु पऱ्यो स्ट्रगल गर्नु पऱ्यो एसपी कफी सप होइन हेलो गाइज हामी चाहिँ यहाँ चाइनामा चाहिँ 12 घन्टाको ट्रान्जिट अबे जल्दी बोल कल सुबह पनवेल निकलना है ट्रान्जिट परेछ बेजाहरू बसेका छौँ पेटमा मुसा दौडिरहेछ पेटमा आइरन छैन मारुतामाले थपड हानेछ हाम्रो टिकटमा 12 घन्टाको ट्रान्जिटले चाहिँ हामीलाई नमिठो नमिठो त होइन मिठै हो त्यही 12 घन्टा सुहाउन गाह्रो पर्यो एउटा भिडियो बनाऊ 12 घन्टामा अब भिडियो बनाऊ मोबाइलमा फोनमा बोलेर आए छिरेर लगभग कति होला हाम्रो अब लगभग कति छ भने 10 घन्टा नि छैन कि अब 8-9 घन्टा होला त्यस्तै म्याक्सिमम
त्यो ओर्लेको बाटो गने त नि हामी त 2 घण्टा वेट छ तर आज म बवाल मजा आएको के प्लेन है सिधै चलधार त मुठी गरे यस्तो कास नि यार चुइया गरे जस हुँदाखेरि त अर्को डर मलाई कहाँ लाग्यो टोइलेट गएछु सुहान्नलाई सुने आउन एक्लै कहाँ छु कहिले सानो हुँदो रहेछ टोइलेट चाहिँ माथि ठोकेला डर हुँदो रहेछ निस्कियो कि हल्का यस्तो ढलक ढलक हुँदो रहेछ बवाल मजा आयो होइन फर्स्ट टाइमको एक्सपिरियन्स होइन लाइफ टाइम बेस्ट एक्सपिरियन्स सिधा तल गयौँ डर लाग्ने है बवाल डर लाग्ने चुइए तल झर नि भनेर टक्क एयरहोस्टेज आएर तपाईँहरू के लिनुहुन्छ भन्दै थियो तर के लिनुहुन्छ भन्दै थियो होइन अनि मैले हामीले के भन्यौँ ट्रान्जिट कता पऱ्यो अरे बेबी हामी चाइनामा छौँ भ्लग बनाउँदै तिमीले सम्झेन होइन ट्रान्जिट चाहिँ हाम्रो चाइना पऱ्यो टेन्सन नलिऊ अरे हाम्रो उसले मेसेज यो सीमासित आरिगातो गोजामासित सुन्नु तामे नि ट्रान्जिट चाइना परेर खाली पेट मुसा दौडाएर पुरै पुरिरहेछौँ तर राति सुत्न सकिनु होला हामी 2 घण्टा आधी घण्टा निदाएन है प्लेनमा सुतेन नि निदाएन तिमी उतापट्टि सुत्यो भने म विश्वाससँग गरौँ मोत्तो गानबारु बेकी देशमध्ये ನೀವು ನಿಶ್ಚಿತಕಾರ ಮತ್ತು ಗನ್ಬಾರಿ ಮಾಸ್ಯು आफूले त गामबारी गर्नलाई किताबै ल्याउनु बिर्सिहालेछ होनो वासुरे त किता होनो वासुरे त किता अलि अगाडिसम्म बुक हाल्ने भने सोचिरहेको थिएँ अनि 1-2 दिन त यता जाने उता जाने ठुल्बा घर जाने मैले चाहिँ होइन मेरो किताब चाहिँ 2टा फक्लेटा फाक्लाक्क गर्दै त हाल्छु भन्दा पनि कहाँ हराइस होइन अनि साथीको बुक ल केटा मिलाएँ अब त्यही पढ्नुपर्छ 1 हप्ता जस्तो त्यस्तै गर्नु 1 हप्तामा त हामीले रिभिजन हानेर फेरि पुरै डेकाइदो बनाइदिइहाल्छौँ नि पर्सिबाट चाहिँ होइन कता चिनो सेखा चुगा चिगाउ चिगा तेमास सोरेदे सुनुकुतु खानगाते तुकी चेत्तो सिनपासी तेमास डेमो दाइजो देश वतासी ताचिकारा नान डेमो सुरु ननि गानबारीमा आस्मिना सान के छ ब्रो हाम्रो निद्रा लागेन सुत्दै हो म मस्त लाएर ल सुत 2 hours later अहिले चाहिँ बिहान भइसकेको छ गाइस अब चाहिँ हामी उठिसकेका छौँ सुत्या त छैन अलिअलि निदा जस्तो गरे उठिहाल्यो अब चाहिँ तयारी गर्दैछौँ 149बाट चाहिँ हामी एन्ट्री गर्दैछौँ हाम्रो टिम चाहिँ उतापट्टिबाट आएको यतापट्टि त्यस्तै रहेछ है गाइस आँखाले भ्याए जति त पुरै एयरपोर्टै रहेछ यहाँ त एयरपोर्टै हो कि आयो यता पनि यो आँखाले भ्याए जति त यहाँ एयरपोर्टै रहेछ है गाइस कस्तो लाग्यो यहाँ प्रोहरू यहाँ साथीहरू यहाँ दङ पर्दैछन् हिजोको भन्दा चाहिँ आज ठुलो एरोप्लेन रहेछ है गाइस धेरै ठुलो छ तर अस्ति हामी लास्टतिर परेका छौँ भने अहिले चाहिँ बिचतिर परेछौँ होइन हामी यहाँ 3 जना साथीलाई नै छौँ उतापट्टि चाहिँ अलि अगाडि परेछ है हेलो आइगयो साटो न यता आउने यार तिमी यता आउने यार प्लिज गाइस आजको चाहिँ यस्तो डिस्प्लेवाला रहेछ है गाइस मलाई त बिग्रिया पऱ्यो कि गाइस भने हुँदैन त कि तिमीले डिस्प्ले उडायो के मैले उडाउनु भन्ला पर्ला होइन
hours later. कस्तो झारेको यहाँ तल एकैचोटि 100-150 फिट तल एडमिसन कस्तो भयो आजको आनन्दले आयो हिजोको भन्दा आजको आनन्दले कस्तो भयो केटा आनन्द हिजो चाहिँ ल्यान्ड गर्ने बेला यस्तो काँध देखेको थियो कि होइन आज चाहिँ हल्का दुःख बेला जस्तो भएको थियो तर केही पनि भइरहेको यो यात्रा चाहिँ धेरै रमाइलो भयो फाइनली हामी जापानमा आइपुग्यौँ हामी सँगै जाँदाको धेरै वर्षको सङ्घर्ष अवस्था बोल गाइज अहिले चाहिँ हामी खास एयरपोर्टबाट चाहिँ बाहिर निस्किसकेका छौँ त्यहाँबाट चाहिँ अब जाँदैछौँ डिस्मा सानसँग रुमतिर चाहिँ जाँदैछौँ है गाइज अब चाहिँ हामी ओहाइगो गोजाइमास गुड मर्निङ नमस्ते है गाइज हामी चाहिँ आएर बस्यौँ है यो कोठामा लुगा सुगाएर यता बाहिर राखेको थियो सुगाउन राखेको थियो राति चाहिँ पानी परेर लुगा सबै भिजाएछ गाइज हल्का लुगा सुकिस्या थियो उसबाटै पुरै बिहानै पानी भरेर पुरै भिजाएछ नि गाइज मैले चाहिँ लुगा सुगा सबै यहाँ ल्याएर राखेको छौँ यहाँ चाहिँ यो सिरक डस्ना चाहिँ हिजो आउन साथ किनिहाल्यौँ लुगाहरू चाहिँ यता छ लुगाहरू चाहिँ मिलाएकै छैन यत्तिकै जस्तो हुन्छ त्यस्तै ल्याएर राखेको छ मैले किचन चाहिँ यता हो टोइलेट यता हाम्रो चाहिँ पुरा मुखसुख धुँदैछ किचन चाहिँ यता छ है गाइज अनि रुम चाहिँ एउटा यता अनि यहाँ यस्तो प्लास्टिकहरू के राख्ने यहाँ डस्टबिन बनाउँछौँ यस्तो अनि जुत्ताहरू राख्ने चाहिँ यहाँ छ ढोका चाहिँ यता इन्डक्सनवाला हो नि त यहाँनिर यो लाइन जोड्ने यहाँ अन गर्ने यहाँ हुन्छ है कति डिग्रीमा तताउने 150 200 160 200 डिग्रीसम्म छ यो चाहिँ खाने चाहिँ हाइरिमासको खान्जी हो हुन्छ खोइ यसको इन्डक्सनवाला हो कि होइन यही राखेर नि तता त रेखेको अरे ब्रोले यहाँ खोल्ने कुरो नि थाहा छैन मलाई हिजो म आफैले गरेर यो सब सफा गरेँ कस्तो फोहोर थियो अब यहाँतिर नि सफा गर्नुपर्छ पहिला यहाँ सफा गरौँ न यहाँ कस्तो फोहोर थियो
यहाँ चाहिँ कस्तो फोहोर थियो यहाँ भेतनामुजिन बसेको थियो अरे होइन खतरा फोहोर बनाएछ भने अहिले चाहिँ यतिको छ यहाँ चाहिँ हल्का ख्याल आए जस्तै रहेछ अझै गा होइन अहिलेलाई यति नै होइन नभए पनि भइसक्यो हामी कहाँ जाँदैछौँ अरे आज हेड अफिस आज चाहिँ हेड अफिस जाँदैछौँ आज चाहिँ दिशा पिसाब चेक गर्ने भने अब क्या होइन दिशा पिसाब चेक गरेर अनि त्यसपछि कति दिन पछि हुने हो हिजै लुगा सुगा सब नाप्न जुत्ता सुत्ता होइन लुगा जुत्ता सुत्ता सबै नापेर कुनलाई कति साइज चाहिन्छ भनेर लिएर गइसकेको छ होन्डासँगले चाहिँ भेट्न जानुपर्ने छ होन्डासँगले चाहिँ दिशा पिसाबको चाहिँ सबै के हो भिडियोहरू पनि देखाइदिनुहुन्छ नि कसरी चेक गर्ने भनेर ल बाई बाई देखाउने भनेर छ त्यसपछि भिडियोमा 9:30 बजे भित्र पैसाको गरी छ ल जाब त नै खाजा त्यो पानी त भिडियो चाहिँ अहिले यति नै होला है त नेक्स्ट भिडियोमा भेटौँ अरे मेलैमा गएको कान्छीसँग भेट भएको आजबारे मेलैमा गएको कान्छीसँग भेट भएको आइतबारतिरैमा बासी कान्छीले कसम खाएको नछुटिने कसम खाएको नछुटिने कसम खाएको आगल छुनलाई म बसेको रेलै छुड्यो कान्छी बस्यो रेलै रुनलाई म बसेको रेलै छुड्यो कान्छी बस्यो एक्लै सारे महिनामा पानी परेर रुझाउँदै यो मेरो मन कसरी बुझाउने मान्छे नै भइचाङले कम्पनी सहारा आएर आउने लाएन बिछोडको बेलैमा बिछोडको बेलैमा सारे महिनामा पानी परेर रुझाउँदै यो मेरो मन कसरी बुझाउने मान्छे नै भइचाङले गर्दै होली बराले ल्याउलको बोली यही बेला मैचाङ के गर्दै होली हिँडीमा बसेर के कुरा गर्दै हो कहिले हाँस्दै हो कहिले रुँदै मलाई नै सम्झेर मलाई नै सम्झेर रे महिनामा पानी परेर रुझाउने यो मेरो मन कसरी बुझाउने
हाम्रो यहाँ चाहिँ भेटनाम जिन है गाइज क्यों कर तनाव त हुँदैन नि भित्र पनि कोठा नि भित्र त गाएन नि कसरीमा भुल्छु नि लैलै तिम्रो त्यो मायालाई कसरीमा भुल्छु नि लैलै तिम्रो त्यो मायालाई रोली घरमा गाएको लैलै लैभरि बाकालाई साथी छ तो आज सिद्धिसकेको थियो हैन कन्सर्ट सकिसकेको थियो त्यही पनि हाम्रो साथी आज हामी उहाँको बर्थडे भएको कारणले बर्थडेको पार्टी भयो चाहिँ तिम्रो बर्थडे ओहो बर्थडेको त ह्यापी बर्थडे टु यार 22 तारिख तर आज हामीले भेट्न पाएको 24 तारिख भयो ओ तान्जेबी आरिगातो गोजाइमास ओदेतो गोजाइमास अर्को कुरा के हो भने उहाँ हामीलाई भेट्न आउनु भयो हामी त नयाँ भर्खर आएको 2 दिन भयो त्यसको लागि आरिगातो ओ तान्जेबी ओदेतो गोजाइमास ल सुरु गरौँ त्यसको लागि के गीत गाउनु वाला गीत गाउनु तपाईले खाइ पर्छ मन्त्र ब्यान्डको 1 2 3 गो सधैँ आइरहन्छ